जापानिज पढ्दै हुनुहुन्छ तर कतिलाई बोल्न आउँदैन, कतिलाई खान्जी पढ्न आउँदैन, त्यसो हो भने मैले दिएको यी 6वटा एप्लिकेसनहरू आजै आफ्नो फोनमा राख्नुहोस् र मजाले बोल्न पढ्न सक्नुहोस् है त। सुरुमा छ यो जे प्रो भन्ने एप्लिकेसन चाहिँ नि तपाईँहरूको लागि एकदमै बेस्ट एप्लिकेसन है। यो एउटा एप डाउनलोड गर्नुभयो भने तपाईँले कुनै पनि बुक किन्न पर्दैन, चाहे जुनसुकै लेभलको तपाईँको जापानिज होस्, किनकि यहाँ सो मातोमेदेखि लिएर हरेक बुकहरू चाहिँ तपाईँले यहीँबाट लिन सक्नुहुन्छ है। खान्जी, भोक्याबुलरी सबै खालको बुक चाहिँ नि यसमै छ। र यो भित्र चाहिँ नि हेर्नु त तपाईँले कुन चाहिँ नि लेसनको लागि पढ्न लाउनु भएको हरेक मिनिङदेखि लिएर ग्रामरहरू चाहिँ सबै एउटै ठाउँमा छ र तपाईँले विकली वा डेली पनि तपाईँले आफूले पढ्न प्र्याक्टिस गर्न सक्नुहुन्छ र त्यसको लागि एक्स्ट्राको लागि भिडियोहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ है। नेक्स्टमा यो सिनोबी भन्ने एप्लिकेसन चाहिँ यस्तो छ, दिन लगभग 12 घन्टामा नयाँ चाबी आउँछ र 2टा लेसन चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ। यसमा चाहिँ प्रायः रिडिङ प्र्याक्टिस गर्नको लागि चाहिँ एकदमै राम्रो छ है। तपाईँको खान्जी रिडिङहरू एकदम कमजोर छ भने तपाईँले आफ्नो लेभल अनुसारको तपाईँले खान्जीको यस्तो स्टोरीहरू हुन्छ, एकदमै राम्रो सर्ट स्टोरीहरू हुन्छ, तपाईँले चुज गर्न सक्नुहुन्छ। र खान्जीबाट यस्तो हेर्नु त मिनिङहरू पनि तपाईँले आफ्नो खान्जीहरू पनि तपाईँले डेली रुटिन बनाएर तपाईँले पढ्न सक्नुहुन्छ। नेक्स्टमा यो JLPT भन्ने एप छ। यो चाहिँ तपाईँले आफ्नो लेभल अनुसारै तपाईँले सिचुमनहरू हुन्छ यसरी कोताए गरेर चाहिँ लास्टमा एन्सर तपाईँको चेक गर्छ र तपाईँले मिल्या छ छैन त्यसरी नै पढ्न सक्नुहुन्छ है। र अर्को छ किङ अफ JLPT। यो एप चाहिँ मलाई एकदमै मन परेको एप हो, तर सुरुमा चाहिँ तपाईँले फ्रीमा पढ्न सक्नुहुन्छ, तर अलिकति लेभल तपाईँको बढी चाहिँ तपाईँले यो पैसा लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ नि आफ्नो अब बजेट बिनको मान्छेले चाहिँ म खासै सजेस्ट गर्दिनँ है, पैसातिर पढ्ने मान्छे चाहिँ ठिक हो। र यो तपाईँले मिगी JLPT भनेर धेरैजनाले युज पनि गर्नुहुन्छ होला। यो चाहिँ JLPT को एक्जाम दिनेहरूले प्रायः म्याक्सिममले युज गर्ने एप हो। यो चाहिँ तपाईँको लेभल अनुसारै तपाईँको सिकेनहरू, भोक्याबुलरी, ग्रामर, लिसनिङदेखि सबै हुने भएर चाहिँ एकदमै सुसुमे है। र JLPT टेस्ट भन्ने पनि एकदमै राम्रो छ, जो चाहिँ JLPT को लागि प्रिपरेसन गर्दै हुन्छ र सेल्फ स्टडीको लागि चाहिँ यो एप एकदमै राम्रो छ। खान्जी कमजोर हुनेले चाहिँ खान्जी स्टडी भन्ने एप डाउनलोड गर्नु र यो चाहिँ नि प्रिमियममा नगइकन तपाईँले रेगुलर रूपमा पनि तपाईँले डेली रूपमा आफूले खान्जीहरू पढ्न सक्नुहुन्छ। तपाईँले आफ्नो लेभल अनुसारै खान्जीहरू चाहिँ स्टडी गर्दै जान सक्नुहुन्छ है। तपाईँले सुरुमा चाहिँ यस्तो क्वेसनहरू दिन्छ र क्वेसनहरू दिएपछि चाहिँ नि तपाईँले एन्सर मिल्यो मिलेन र कुन हिसाबले तपाईँ पढ्ने यो ओयोमी कुयोमीदेखि सबै एकदमै इजी तरिकाले चाहिँ खान्जी बुझिने गरिदिएको छ है। यी बाहेक पनि जापानिज ल्याङ्ग्वेज कल्चरहरू जान्न बुझ्न सिक्न खोजिरहनु भएको छ भने मलाई सधैँ फलो गर्नु र यस्तै इन्फर्मेटिभ भिडियोको लागि चाहिँ नि तपाईँहरूको साथी अमर बस्नेत है त।